मर्निङ यो चाहिँ हाम्रो थर्ड डे अब हामी चाहिँ उठ्नुपर्छ 5 दिन भइसक्यो अनि ठ्याक्क उठेर ब्रेकफास्ट गरेर हामी चाहिँ हिँड्नुपर्ने हुन्छ केटाहरू उड्न लागेको छ कोही उठिसक्यो अनि यो हो नि त गुड मर्निङ ओए ए हो नि त ल बाबा सुलुलुलु केटाहरू चाहिँ ब्रेकफास्ट गर्नुको लागि माथि गइसक्यो र म चाहिँ यहाँ फ्रेस हुँदै थिएँ होइन ट्याक्क फ्रेसेस भइसक्यो हातमा कफी छ अनि यहाँबाट हाम्रो देख्ने भ्यू चाहिँ यस्तो बाल छ कि होइन मर्निङ भ्यू ओए हो नि त बाल छ है ल हामी बसेको होटेल चाहिँ यही हो ट्याक्क ल्याएर है अब हामी चाहिँ सिधै ब्रेकफास्ट गर्छु यहाँबाट चलिदिन्छु अनि त्यही हो केटाहरू माथि छ है माथि गएर भेडामा त्यही हो ल छतमा गएर छ केटाहरू केटा हौ स्वर्ग हेर्ने हो स्वर्ग हेर्ने हो ओए कुन त्यो रहेछ तर त्यही हो ल यहाँ चाहिँ फोटो भिडियो सुट गर्नु लाग्छ त्यही हो बाबा त्यही हो लगेडा हो ब्रेकफास्ट गर्ने ठाउँमा भेट्छु अब सिधै ल बाई बाई हाम्रो चाहिँ ब्रेकफास्ट सुरु भइसक्यो यहाँ चाहिँ छैन ठिक छ त भन्छ ठिक छ नि खानेकुरा चाहिँ खै एकदम मिठो भयो भने हामी चाहिँ अहिले हिँडिसक्यो केटाहरू त्यहाँ माथि रहेछ हामी चाहिँ यता विवेक र म चाहिँ है त्यहाँ ल्याएर यताबाट जाँदा नि भइहाल्छ नि है केटा हो ल स्वर्ग हेर्ने केटा हो स्वर्ग कचोटी भन्ने है एउटा कुरा ल ए हो ल बिहानको मर्निङ भ्यू है ल बाबा हामी त होटलबाट निस्केर त 10-15-20 मिनट अगाडि त पर आइसक्यो हामी चाहिँ जानुपर्ने कहाँ हुन्छ भने यो माथि बात दिनुहुन्छ तपाईँले यो हिँड्दै वहाँ माथि पुग्नुपर्ने हुन्छ है ल हाम्रो यात्रा चाहिँ जारी नै छ त्यो बाल देखिरहेको छ अहिले चाहिँ त्यो ल यस्तो बबाल भ्यू हेर्नुपर्छ है ल सबजना हेर्नुपर्छ है त ल त्यही हो ल म चाहिँ अहिले ठ्याक्कै है टिकटकमा लाइभ बसिरहेको छु त्यो ल टिकटकमा चाहिँ यहाँ को छ भने भान्जा छ खोइ गा हामी चारजना साथीहरू छ माउन्ट एभरेस्ट चढ्नुपर्छ बिस्तारी बाबा ल हेर ल लुगा अहिले हामी चाहिँ बिचबाट आइसक्यो अब चाहिँ उकालो हामी चाहिँ यहाँ माथि पुग्नुपर्ने हुन्छ ल बाबा अडिने बेला चाहिँ दिवान हुनुहुन्छ त्यही हो र चाहिँ हाम्रो भन्छ दुईजना चाहिँ त पछाडि छ लान्ठ्याङबाट कति बिस्तारै हिँडेर चारजना नआएर है गेर्सेस लाउनु पर्ने हामी चाहिँ यहाँ लाउनु पर्ने बाटो छैन अलि माथि पुगेपछि लाउँछु यो माथि टपमा पाइहाल्छ नि अहिले चाहिँ त्यो पछाडि चाहिँ मजा अगाडि आइपुग्यो लगभग हामी माथि आइपुग्यो त्यो ल बाल हुँदैछ अब चाहिँ हिउँने हिउँ छ त्यो के भन्ने विवेकले चक्लेट खानु पर्यो कसम चाँडो आइज न चाँडो आइज ल ल अब यहाँदेखि माथि हिउँ चाहिँ बबाल देखिन्छ है ल अलि चाँडो आइज नि त अलि चाँडो आइज ल छिटो चाँडो आइज म यहाँ माथि बस्छु डाँडामा चाँडो नआएर यार ल ओए झन् तपाईँले पो रहेछ ल देख्ने अब हिमाल
अब चाहिँ यहाँबाट हल्का 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 हिउँ गाडा छ हामी चाहिँ अब जुत्तामा पेस्ट लाउनु पर्ने हुन्छ त्यो हामी झिक्दैछ लाउनु पर्यो त्यो ल हेलो गाइज यो चाहिँ हाम्रो 360 भ्यू साउट आउट टु चोकरी ब्लग्स पहिला गेट सेट लागिसक्यो र अगाडि हिँड्दैछ नेता चाहिँ म छु त्यो ल यहाँ हिउँमा सुटिङ गयो हो एकलट कस्तो हुन्छ है क्याट लगाएर अहिले त हामी ग्रिस लगाएर ट्याक लगाएर हिँडिसक्यो वा है ल आउँदैछ ल म चाहिँ यहाँ छु ये देखिए कितना अच्छा कितना सुंदर जगह है देखिए ल माथि जाँदैछन् माथि गएपछि भेट्नुपर्छ है माथिबाट टपबाट बबाल भ्यू हेर्नुपर्छ नि त होइन केटाकेटी हो त्यही होला तिमीहरू चाहिँ घरमा सुतेर बस्दै गर दादाहरू चाहिँ बिहान बिहान कहाँ पुगिसक्यो अरे हिमालमा पुग्न लागिसक्यो ल माथि पुग्नुपर्ने हुन्छ म चाहिँ यहाँ छु हामी केटाहरू चाहिँ अलिक पछाडि नै छ है म चाहिँ अलिक अगाडि छु त्यो ल मार्क्स लगाएर धेरै गाह्रो भएर चाहिँ तर नेभर गिभ अफ है एकदम अब बाल टाँसिँदैछ कि तर ल लुक एट सी भ्यू है बबाल चारैतिर के छ अरे हिमाल पेस त्यो ल म चाहिँ हेर्दैछ माथि माथि केटा हो सरी है म चाहिँ हिँड्दा हिँड्दा एक्लै धेरै माथि आइपुगेछु केटाहरू अझै त्यो तल ढुङ्गा पनि आएको छैन है लुक एट सी भ्यू टपबाट झन् बबाल बबाल आएर छ त्यो बेला केटाहरू अझै ढुङ्गासम्म आएको छैन यार कति कुर्ने यार मच्छा अल्छी लाग्दो अलि चाँडो हिँड्नु पऱ्यो कि केटा हो यार हुक्का छोडो भने मान्दैन दादा यार कहाँ पुगिसक्यो यार केटाहरूको पत्तो पत्तो छैन भएन अलिक चाँडो आउनु पऱ्यो चाँडो ल चाँडो आउनु पऱ्यो आई निड फ्रेन्ड ब्रो हात कम खुट्टा काट्न थालिसक्यो यहाँबाट अब आफ्नो फेरि हात बुट्छ बनाएर छ फाइनली अब आइपुग्नु लाग्छ हामी चाहिँ हल्का माथि अब लास्ट चाँडो हिँडेछ यार म थेट एक्लै फेरि हिँड्ने नै कडा फेरि दादाको टाइम हो 9:30 हुन लाग्छ क्या ल अरू दुईजना साथीहरू छन् को चिन्दिनँ देखिए भर टुप्लुक कनर देखाउन आइपुग्यो खोइ त कहाँनिर तल खोइ यहाँनिर कतातिर छ खोइ केटाहरू देख्दिनँ यार म त ढुङ्गा र माथि त्यसो देख्छ यार कहाँ हो देखिन गाह्रो अब त लास्ट गर्नु भयो यार थेट फोनमा चार्जिङ सुन्न लाग्यो गोप्रो छ तर केटा म चाहिँ धेरै माथि आइसक्यो अगाडि यतिसम्म भन्दा धेरै गाह्रो भइसक्यो यार सास फेर्नु नि गाह्रो त्यसमा खल्नु नहुने खुट्टा नि गल्यो केटा त कहाँ पछाडि छ यार सरी केटा हो बाटोको चाहिँ अलिक फाँस हिँड्ने पानी छ बिस्तारै आउँदै गर अब चाहिँ माथि पुग्नु आयो भर्खर ल अन्त गाह्रो हुँदैछ है ल यस्तो विचारमा पनि
जाँदा अझै गइन्छ छैन त्यही भएर म सबभन्दा अगाडि छु सब तल छैन बबाल अन्त आफै हेर्न सकिरहेको छैन कि यस्तो बबाल भइरहेछ कि केटाहरू लास्ट तलै छ यार कहिले आउने हो म माथि गएर धेरै कुनै पर्ने हुन्छ यार फेरि केही देख्दैन ब्लाइन्ड के पुरै चोखमा त केटा म त सबभन्दा अगाडि म भन्नु थालेको त मभन्दा अगाडि भाइ दिदीहरू आइसक्नु भइरहेछ यहाँ यो हाम्रो लास्ट पोइन्ट भनेको चाहिँ म नै आइपुगेँ धेरैजनालाई छोडेर बाटोमा थियो टाइममा बबाल यार तर खडक यो नि त हिमाल ओए यो नि त भ्यू भने बबाल नाइस केटाहरू वहाँ तल छ यार कहिले आउने म त लास्ट थगित भयो यार हाइट हौ फन पनि एउटा भिडियो खिच्नु है अब टप है जेरी अन द टप ग्याट्स भ्यू र हजुर म कति बेरसम्म कुर्ने हो अब कति बेरसम्म कुर्ने Look at see. Bye-bye. Yeah. Look at that. It is the final. Right. Bye-bye. It's come into मजा आएर रेडी पुष्पमा भिडियो बनाउँदैछ है गोप्रोबाट त्यहाँबाट देख्ने भ्यू चाहिँ ल भइहाल्छ त्यही बेला त्यो दाजुहरू हुनुहुन्छ फाइनली आइपुग्यो केटा त्यही माथि यो केटाहरू खोइ मजा आउँदैन यार म यता आएर भिडियो सिडियो बनाइसक्यो फोनमा चार्जिङ ठ्याक हुन लागिसक्यो मेरो यार के भन्नु गाह्रो छ चार्जर नै ल्याएन मैले नाइस ल बल मान्छेहरू छ अन्त लोड मान्छे आइसक्यो हाम्रो केटाहरू जाँदै आएको छैन कुर्दा कुर्दा वाक्क लागिसक्यो कहिले आउने हो त्यहाँ छोडिदिने मान्छे छैन आफैले भिडियो खिचिआयो बेजत Want some bars? I have some. कहिले आउने यार
बस्छु फोटो खिच्ने मान्छेसम्म नभएर जेरी अन द टप त्यो होला अहिले चाहिँ विवेकले फोटोसोटो खिच्दैछ मेरो त्यो अहिले चाहिँ भजन आइसक्यो विवेक अघि नै आइसक्यो अब यहाँ चाहिँ ट्याक्क हाम्रो केटाहरू के फोटो भिडियो सुट देख्छ त्यो होला अब कसलाई कुद्नु गाह्रो भएर अझ हाम्रो आएको यहाँ एक्सन खानुपर्ने हुन्छ सबजना एक्सनको रिभ्यू दिनु पऱ्यो लगेर आयो एक्सनको रिभ्यू मेरो चाहिँ हेड ट्रेकिङ हाल्छ ल उठाउन त लगेर आयो ल उठाउन ल फास्ट म नेपाल हाँसेको हेर्न चाहन्छु अनि त्यसपछि के भन्छ अरे गाइदेऊ न ल कतिहरू मान्छेहरू त फर्किसक्यो दुईजनाले चाहिँ हानिसक्यो त्यही होला मलबाट हान्न मलाई तल झर्नै मन लागेन रे है गाई त्यसो भए तपाईँ यहाँ घरै बनाएर बस्नु भनेको हाँसी चित्त चित्त खोइ त चिस छैन केही नि रेडी 1 2 3 लेट्स गो ल चिरी पानीमै कत्रो खाल्डो पस्यो ल अब हामी चाहिँ फर्केको धेरै टाइम बस्यो नि यार के हो भाइ सबजनाले चोक्रे भ्लग्सको भिडियो हेरेर माया गरिदिनु पर्यो त्यही हो ल त्यही हो ल हिमाल चाहिँ घुम्न यस्तो बबाल भ्यूहरू देख्छ है अब चाहिँ झर्दैछ तर झरेपछि खासा चाहिँ खान्छु त्यही बस्छु होला सायद अझ त्यहाँबाट फर्किनु पर्ने हुन्छ हामी भोलि चाइनाबाट जान सक्छौँ हामी त्यही हो ल काँधमा के छ अरे झन्डा म नेपाल हाँसेको हेर्न चाहन्छु बबाल चाहिँ ल ल सबजनाले भ्लग हेरेर माया गर्नु पर्यो त्यो सब्सक्राइब गर्नु पर्यो नयाँहरूले हेलो हेलो गाइजहरू यहाँ चाहिँ यो लास्ट यस्तो यस्तो गाडी नि छ है माथिसम्म हेर्न सक्नुहुन्छ हिउँहरू आइच खुट्टा त लाल गर्ने यार हेलो एभ्रिवान केटा टाढो झर न जाने पनि ढिला आउने पनि ढिला केटाहरू त बबाल हिँडिनु नि त होइन ओए कुन चाहिँ चिपेडी खेल्दै गरेको छ क्या नाउ वी आर के भन्छ चिपेडी लेङ छोडेको हुन्छ प्लेइङ स्लाइड लेट्स गो ब्रो अब चाहिँ अड्क्यो यार है अब यहाँ तल जान्छ क्या ओए कस्तो हुजुर भन सर उड्ला मुला ओए ओए मेरो अगाडि त भन छ बाबा यार नाइस यार ओए कस्तो भयो मजा आयो यार ओए चिपेडी खेल्न कहाँ आउनुपर्छ अरे लाङटाङ हिमालमा आउनुपर्छ ल गाइज हामी उता होला नि यतै हो खुट्टा फस्यो ल्याम्मै छिटो अड्क्यो यार खाल्टो खन्नु पर्यो खुट्टा निस्किन नि यार ब्रो चिसो भइसक्यो होला खुट्टा फस्यो यार यस्तो अवस्था ल बल्ल तल निस्क्यो यार अलिक केयर भइरहेको यहाँ चाहिँ बोलाउँछ हाइट आमै हेर्नु गाडी नि यार कस्तो खेला क्या आमा है बबाल हामी चिप्लेको होला बबाल ठ्याट ए हिउँ चाहिँ देखिरहेको छ है हिउँ पऱ्यो अहिले भर्खरै हिउँ पर्दा चाहिँ ल ओए ओए कस्तो हिउँ परिरहेको छ अनि कस्तो टेन्सन ठोकिरहेको ओए बाबा हिउँ पऱ्यो यार माथिको मैले चालाइ हुँदैन यार है हामी झरेको ठ्याक्कै हिउँ परिरहेको छ बाबा फेरि यार ओहो बाबा
Roll camera action. We are come back. हामी चाहिँ माथिबाट फर्किसक्यो र अहिले हामी बस्ने होटल आइसक्यो ल बाबा सिग्राउ ओए पानी पऱ्यो ढ्याक्कै कस्तो टाइमिङ भएको हाम्रो यार ओ सेट ढोकामा बिबेक ओ या रुममा आइपुगिसक्यो ल अहिले चाहिँ बाबा पानी पर्न लाग्यो छिटाएर छ हामी चाहिँ ठ्याक्क अब एकछिन फ्रेसेस हुन्छु खाजा चाहिँ खान्छु त्यही हो ल मोबाइल रमाइलो भयो है लाइफमा फर्स्ट टाइम त्यही हो ल यता छ यता एउटा वासरुम छ एउटा उता छ एउटा यहाँ छ बेडको हालत नि बिजोक भइरहेछ त्यही हो ल गुड मर्निङ वाट्सअप पिपुल म चाहिँ एकदम ठिक छु त्यो सबैजना सन्चै होला र म पनि एकदम होइन दामी छ आजको बिहान केटाहरूले सबले ब्रेकफास्ट गरिसक्यो उठेर ठ्याक्क हाम्रो चाहिँ अब ठ्याक्क हाम्रो कति दिनको लाङडाङको ट्रेक रे 4 दिन अझ चाहिँ हाम्रो 4 डे है ठ्याक्क लगाएर लाङडाङको हाम्रो चाहिँ 4 डे अब ठ्याक्क सकिन्छ आज चाहिँ हामी यहाँबाट फर्किनु पर्ने हुन्छ अनि हाम्रो यो सकेपछि हाम्रो अर्को यात्रा चाहिँ कहाँ हुन्छ भने चाइना बोर्डर हुन्छ ठ्याक्क लगाएर हाम्रो अब लाङटाङको भ्लग चाहिँ यहीँ सकिन्छ गाइजहरू अब हाम्रो नयाँ भ्लग फेरि आउँदैछ सबजना लाइक सेयर सब्सक्राइब टु चोक्रे भ्लग्स अहिले चाहिँ हामी ठ्याक्क बिच बाटोमा आइसक्यो माथिबाट है हिँड्दा वक्क लगाएर बाइक भएको ठाउँमा आएर अहिले चाहिँ यहाँनिर आइपुग्यो हामी चाहिँ कहाँ जान लाग्यो भने केरुङ जान लाग्यो जाँदैछ आउँदैछ है आधी बाटो आइसक्यो केटाहरू ट्याक्क लगाएर हामी चाहिँ अहिले आधी बाटो आइसक्यो केरुङ जाँदैछु चाइना बोर्डर त्यो त चाइना बोर्डर म त माथि आएको यो पठाएको दिएको छ अनि म चाहिँ अगाडि सरोज भन्नुहुन्छ गएपछि उनीहरू अब हामी पनि हिँड्नुपर्ने हुन्छ ट्याक्क लगाएर आज हामी चाहिँ कहाँ गएर बस्छ रहेछ केरुङ बोर्डर हामी चाहिँ बोर्डर वरिपरि बसेर अब स्मेल हाल्दैन अब भोलि किनभने भोलि कुद्नुपर्छ त्यो लोकल जग्गा पनि हात जस्तो भएर छ बोर्डरको छेउमा आइसक्यो बोर्डर बन्द भइसक्यो अरे अब हामी चाहिँ यता होटेल खोजेर बस्नुपर्ने हुन्छ है ट्याक्क लगाएर नयाँ गाडीहरू दिन सक्छ तपाईँले नयाँ गाडी त कति हामी चाहिँ यसमा बस्छौँ कि भनेको हेरौँ है कहाँ के हुन्छ सोधौँ त्यो सोध्नु पऱ्यो अनि बस्नु पऱ्यो है कता हुन्छ ल हामी चाहिँ रुम सुम लिइसक्यो त्यो सोनाम होटेलमा बसेको छ हामी चाहिँ होइन अब एकछिन पछि केटाहरू अब यहाँभित्र गर्दैछ फोटोसोटो धुँदैछ अनि हामी एकछिन पछि अब यहाँ के खान्छु खाने छैन हुक्का नि खान्छु है पायो भने हुक्का नि खाने नाङ्गो छ भजन नि म पनि त्यही हो ल हाम्रो रुम हामीले रुम चाहिँ लगाएको छ है केटाहरू हुक्का खोज्दै ठ्याक्क यहाँले चाहिँ बोर्डर साइडमा हुक्का खोज्दै आइसक्यो क्लाउड हुँदो रहेछ हजुर केटाहरूले हुक्का खाइसक्यो ठ्याक्क फाइनलले यो खानसाना खान लाग्यो खानसाना खाएर अनि हामी ठ्याक्क गएर सुन्नुपर्छ अनि भोलि बिहानै उठेर चाइना बोर्डर क्रस गर्नुपर्छ है ठ्याक्क लगाएर त्यही हो ल खानसाना खाएर सुन्नुलाई रेडी भइसक्यो एकजना वासरुममा छ अन्त एकजना दुईजना लाइभ बसेर ट्याक्क लगाएर है त्यही हो अब हामी चाहिँ म चाहिँ सुन्नुपर्ने हुन्छ धेरै थकित भएको छु होइन लास्ट गाह्रो भइरहेको छु कति हिँड्यो त्यही ल अहिले चाहिँ बाई बाई गुड नाइट गुड मर्निङ यो चाहिँ हाम्रो 5 डे के सबैजना सुतिरहेको छ उता चाहिँ उठेर मजा लिएर सकिनेदेखि है अनि म चाहिँ यहाँ गर्नु पऱ्यो अब नुहाएको त छैन हिजो राति नुहाएको ब्रस गर्नु पऱ्यो होइन त्यही ल केटाहरू उठे छिटो ब्रस गरौँ अब हामी चाहिँ निस्किनु लाग्यो कहाँ रे चाइना केरुङ त्यही होला बाइक छ केमा जान्ला प्लेनमा जान्ला प्लेन हाम्रो फेरि यही हो हाम्रो प्लेन
विवेक र परो चाहिँ त्यही नाग्दा कलरिङ गर्न गएको छ तल यहाँ गरिदिएन हामीले क्लास चाहिँ भन्नु पऱ्यो है त्यो यताबाट यहाँबाट बाइक ल्याउनु दिँदैछ हामी चाहिँ यहाँबाट हिँड्दैछ फेरि हामी केमा छ अरे खतरा लगाएर अघि जोडान नाइकीमा जान्छ विदेश हामी चाहिँ फेरि यस्तो चप्पलमा है अनि मेरो त लेडिज कपाल पालेन ए ल चाइनाबाट त पर जस्तो लाग्यो होला है जाँदैछौँ हामी चाहिँ केटाहरू ल्याउँछ हामी चाहिँ त्यो छेउमा गएर कुद्नुपर्छ एकछिन है ल हामी चाहिँ अब यहाँ फ्लाइट डिले भएर 12 बजे प्लेन उड्ने भएको छ कति बजी जाने जस्तो रे 12 बजे कति बजी जाने विवेक मेन डिले गराउने चाहिँ यही हो लास्ट पढा मान्छे चेस केटा मैले चाहिँ भने यहाँ इसी गर्नु अल टाइट चेकिङ भइरहेको छ यहाँ चाहिँ केटाहरू बसिरहेको छ हामी चाहिँ चाइनाबाट छिरेर आउँदैछ खोइ नागरिक ल्याउ त नागरिक ल्याउ न ल चाहिँ मेरो नागरिक त हामी चाहिँ फर्किँदैछ अहिले ढाक्क लगाएर है गएको छ चाइनाबाट है ढाक्क लगाएर ल अहिले चाइनाबाट फर्किसक्यो बाटो नै हिँडिसक्यो अहिले चाहिँ आउँदै थियो बाटो बन्नु रहेछ है बाटो बनाउँदैछ पछाडि गएर हिँड्नु है ल